भाइ तिमी पदम भाइ होइन? हो पदम तामाङै हो। यो मान्छेले कति मेहनत गर्छ र मेहनत गरेर आज दुःख कष्ट गरेर आज उनको लाखौँमा फलोवर्स छ, लाखौँमा सब्सक्राइबर छ र आज नौतुनै आज होस्टेल 3 फिल्ममा पनि उनलाई देख्न पाइएको छ। दाजु कमेडियन हो, बहुत राम्रो लाग्छ उनका र उनले हामीहरू जस्ताहरूलाई मोटिभेट गर्छ र उनकै मुखबाट किछु कुराहरू सुन्नु त। ए तिमी युट्युबमा भिडियोहरू बनाउँछौ नि? ए अन्त तिमी त उयो गर्दैछौ त, अन्त काम गर्दैछौ, डोको बोकिरहेको छौ पानी झरीमा। त्यही त अब गरेर खान्छ, अब लजाउनु भएन होइन। अब के गर्नु, अब धेरै मान्छेले चाहिँ भिडियोबाट धेरै पैसा कमाउँदा सोच्दै रहेछ मलाई होइन। हजुर अब त्यस्तो चाहिँ छैन इन्कम राम्रो।